हेलो गाइज वेलकम ब्याक टु माई भिडियो। आज चाहिँ मैले धेरै दिन बाद चाहिँ होइन भिडियो बनाएको किन भन्दाखेरि चाहिँ आज चाहिँ कस्तो अर्क्यो के भन्दा आज चाहिँ स्कुलको लास्ट डे हो अनि आज चाहिँ रिजल्ट छ अनि भोलिदेखिको चाहिँ छुट्टी छ नि त स्कुल। अहिले यतातिर चाहिँ यतिखेर छुट्टी हुँदो रहेछ अनि यता भोलिदेखि चाहिँ हाम्रो स्कुल छुट्टी छ होइन। अन्त त्यही भएर म चाहिँ घर जाने हामी चाहिँ भोलि घर जाने नि त। अन्त त्यही भएर चाहिँ आज चाहिँ मैले लास्ट डे भनेर चाहिँ भिडियो बनाएको नि त होइन। अन्त एक्लै जान्दैछु आज ढिलो पनि भइसकिसकेको छ मलाई। हाम्रो अघि जानुपर्ने कि स्कुल टाइममा म आज एक्लै भएर खै के गर्दा ढिलो भएर भर्खर जान्दैछु एक्लै। यस्तो हेर्दै गर्नुहोस् अहिले भरेसम्म के हुन्छ तपाईँहरूलाई देखाउने छु नि त बाई। त्यति बेलाको लागि चाहिँ फाइनली म चाहिँ स्कुल आइपुगिसकेको छु। यहाँनिर चाहिँ एक दुईजना स्टुडेन्टहरू चाहिँ आएको रहेछ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो प्यारो स्टुडेन्टहरू हो। ए भाग्य प्रतीक हेलो यिनीहरू आज चाहिँ कम्ती मात्रै आइरहेको रहेछ नि त। अरू आउँदैन अरे किन जो चाहिँ फर्स्ट सेकेन्ड थर्ड हुनेहरू मात्रै आएको रहेछ त। अन्त मैले यसो देख्दाखेरि त्यो त लास्ट त्यो त झन् तुला छ भन्दा पनि कम्तीमा कुनै कसले जितिरहेको छ यता कुनै कसले जितिरहेको छ कोपिलामा होइन कुनै कसले जितिरहेको छ। स्कुल फर्स्ट त मै हो नि। एटेन्डेन्स पनि मेरै ज्यादा मै बेसी आएको रहेछु सबैभन्दा ज्यादा। अनि म चाहिँ यिनीहरूसित बात गर्दै बसिरहेको थिएँ नि त। के भन्नु छ तिमीहरूलाई मिसलाई? आज त मेरो लास्ट डे भयो त। के पनि भन्दैन यस्तो मात्रै भन्छ यिनीहरूले। अब म गएपछि यिनीहरूले बिर्सिहाल्छ अब। बिर्सिँदैन हो के त हेरौँ न बिर्सिन्छ कि बिर्सिँदैन रहेछ। याद गरिराख्छस्? मलाई याद गरिरहन्छ अरे हौ। मेरो फोटो राखेँ अन्त सिरानी मुनि राखेर सुत्न अन्त ल। हेलो प्रशान्त हाई। अन्त म गएपछि के हेर्ने अरे मेरो भ्लग हेर्ने कि नहेर्ने? हेर्ने डेली डेली हो र। अन्त कसलाई पनि सेयर गर्ने? आशिषलाई के भन्ने? मिसकोबाट धेरै सम्झना छ अरे भन्नु ल। कि नभन्ने? भन्ने अरूहरूलाई त सम्झिनु हुँदैन। अन्त यहाँनिर पछाडि दर्पण रहेछ। दर्पणलाई के भन्नु छ? सबैले मिसको भ्लगमा लाइक सब्स्क्राइब गरिदिनु शेयर पनि म त्यस्तो त भन्नुहुन्छ नि त। कहाँ गएको? म रिजल्ट सुन्न। ला रिजल्ट सुन्न आएको। अनि अहिले भने चाहिँ म चाहिँ स्कुलबाट पनि फर्केको होइन। अरू सबै नानीहरू अगाडि नै गयो अघि नै। अनि मेरो चाहिँ काम थियो नि त अनि त्यही भएर म चाहिँ दोकानमा एकछिन बोल्दै अनि चाहिँ गएको। म चाहिँ एक्लै जाँदैछु अन्त म चाहिँ अब चाहिँ यहाँनिर नआउने नि त। म चाहिँ उतै काम गर्ने अनि त्यही भएर चाहिँ अब चाहिँ म नआउने उतै बस्ने नि त। अनि त्यही भएर मलाई यहाँको चाहिँ माया लागिरहेको छ नानीहरूको होइन। बिचरा अब यस्तो महिना बस्यो अब 1 वर्षै भनौँ चाहिँ बस्यो होइन। तर पनि अब एकदमै बेसी माया लागिरहेको छ एकदमै उयो भइरहेको छ। अब के गर्नु अब जानै पर्ने हुन्छ। मेरो सिचुएसन नै त्यस्तै भएकोले गर्दाखेरि चाहिँ नि त म बस्थेँ भन्ने भइरहेको छ कि एकदमै धेरै माया लागिरहेको छ नि होइन। अन्त अब भने चाहिँ म घर पुगिसकेँ। आजको भिडियो यति नै बाई बाई। अनि अब भने चाहिँ म र आयुषका चाहिँ तलनिर चटपटे खानु गएको। ऊ चाहिँ मेरो साथी गएको नि त चटपटे। उसले चाहिँ चटपटे खाँदैन किनभने उसको चाहिँ दाँत निकालेको छ। फुलेको गयो उसले उसको दाँत निकालेको छ चटपटे खाँदैन। अन्त म खालि खान्छु उसले चाहिँ मैले खाएको हेर्छ होला होइन। अन्त के खान्छौ? अब त उसले त खानु पनि हुँदैन हो। म जान्छु पानी खानु। कहाँ पानी खानु पो जान्छ। घरमा खाएन नि त। अन्त हामी चाहिँ चटपटी खाएर पनि फर्किसकेको। अब चाहिँ हामी घर पुगेको। अन्त
पुग्न आँटेँ पुगेको भन्दाखेरि पनि पुग्न आँटेँ। तल निकै नै छ, हिँडेर जानुपर्छ नि त। यहाँनिरको नजारा चाहिँ यस्तो छ। यहाँ चाहिँ मसँग हाम्रो प्यारोभन्दा प्यारो मोटु बहिनी हुनुहुन्छ। आजको भिडियो चाहिँ यतिमै एन्ड गर्छु। बाई बाई। अब भोलि घर जाने। अब चाहिँ तपाईँ अब चाहिँ मेरो भिडियो उता गएपछि घरमा गएपछि खालि आउँछ। उता गएको अरे। अब चाहिँ मेरो भिडियो उता आउँछ। यहाँनिर नेपालको चाहिँ आज लास्ट हो। अब चाहिँ इन्डियाको आउँछ है त। बाई बाई। अब न्यू दिल्लीको तपाईँहरूलाई मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला है त। शेयर मात्रै कमेन्ट पनि गर्नु।